के भयो मान्य सदस्य? के नियमापत्ति कुन नियमावलीको कुन नियममा? माइक दिनुहोस्। पूर्ववक्ता ज्ञानबहादुर शाहीले सम्बोधनको क्रममा मान्य सदस्यलाई म यहीँनिर ध्यानाकर्षण गराउँछु। फेरि मान्य सदस्यले ज्ञानबहादुर शाही मान्यजीले बोलेको बेलामा नियमापत्ति गर्नुभएको थियो भने म त्यति बेला यहाँलाई समय दिने थिएँ। त्यसकारणले यहाँले अहिले नियमापत्ति यति बेला गरिरहनु भएको छ कि तत्पश्चात अर्को मान्य सदस्यले पनि बोलेर गइसक्नुभयो। त्यसकारणले यसमा मर्यादामा रहिदिनु होला। बस्नुहोस्। यहाँको केमा नियमापत्ति हो? कुन नियमावलीको कुन नियम आपत्ति हो? नियमापत्ति चाहिँ नियमावलीको के कुन नियममा नियमापत्ति हो मान्य सदस्य? नियमावलीको दफा 21 मा मेरो नियमापत्ति छ। मान्य सदस्यलाई मैले एकछिन रोकेँ। मान्य सदस्य, मैले मान्य सदस्यलाई योभन्दा अगाडि तपाईँले नियमापत्ति गर्नुभन्दा अगाडि सत्तापक्षले बोलेको थिएन। यहाँले नियमापत्ति गर्दा तत्कालीन समय जति बेला जुन विषयवस्तुमा बोलिएको छ र त्यति बेला नियमापत्ति गर्नु पर्यो। मैले थोरै विषय राखी होइन मान्य सदस्य नियमापत्ति जति बेला पनि गर्न पाइने होइन। तपाईँ हामीले बनाएको नियमावली छ। त्यसकारणले यहाँलाई बसिदिन अनुरोध गरेँ। मैले सम्मानित होइन, यहाँलाई बोल्न मन लागेर बोल्न खोज्नु भएको हो भने विषयवस्तु फरक हो। तर नियमापत्ति गर्ने नियममा यहाँ आफै हिँडिदिनु पर्यो। मैले मान्य सदस्यलाई त्यो अनुरोध गरेँ। बस्नुहोस्।